नमस्कार एभ्रिवान, म अम्बिका रायमाझी सधैँ आज पनि म हजुरहरूमाझ एउटा बिक्रीमा रहेको खेतीको भिडियो लिएर उपस्थित भइसकेको छु। हजुरहरू पनि महेन्द्र राजमार्गबाट नजिकै खेती खोजिरहनु भएको छ भने अवश्य पनि यो भिडियो सुरुदेखि अन्तिमसम्म नछुटाइ हेर्न सक्नुहुनेछ। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ 40 फुटको बाटो हो। यो चाहिँ मेन सलकपुर बजारबाट दक्षिणतर्फ झर्ने बाटो हो। यो बाटो चाहिँ पचाम हरैचा हुँदै विराटनगरसम्म नै जान्छ यो बाटो चाहिँ। अब चाहिँ म हजुरहरूलाई यो बाटोबाट यता शाखा बाटोतिर लाँदैछु। हजुरहरू चाहिँ सलकपुर बजारबाट 3 किलोमिटर जति दक्षिण झरिसके पश्चात चाहिँ हजुरहरूले यो खेती पाउन सक्नुहुनेछ। यो खेती चाहिँ एकदमै राम्रो रहेको छ। यो चाहिँ सुन्दर हरैचा नगरपालिका वडा नम्बर 11 सलकपुर कार्की टोलमा पर्दछ। यो खेती चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। यस एरियामा चाहिँ उब्जाउको हिसाबले हेर्ने हो भने पनि एकदमै राम्रो उब्जाउ हुन्छ। आज चाहिँ म हजुरहरूलाई 5 कट्ठा जग्गा चाहिँ एकदमै राम्रो जग्गा बिक्रीमा लिएर आइसकेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ खेतीतर्फ जाने बाटो पनि एकदमै राम्रो रहेको छ। वरिपरि एकदमै बाक्लो बस्ती बसेको एरिया छ, देख्न सक्नुहुन्छ हजुरहरूले। घरहरू पनि एकदमै बाक्लो रहेको छ। अब म लगभग खेती भएको एरियामा आइपुगिसकेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ यो देखिएको बाटोबाट चाहिँ थोरै पूर्वतर्फको बाटोतिर लाग्नुपर्ने हुन्छ। यो अगाडिको देखिएको बाटो चाहिँ 20 फुटको बाटो हो। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यो 20 फुटको मेन बाटोले भेट्ने जग्गा नै बिक्रीमा रहेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ 20 फुटको बाटो कटाएर हजुरहरूले चाहिँ यहाँ 5 कट्ठा जग्गा पाउन सक्नुहुनेछ। 5 कट्ठा जग्गाको मुख हजुरहरूले लगभग 250 फुट मुख पाउन सक्नुहुनेछ भने यो घडेरी नै घडेरीको टुक्राहरू पनि हुनेछन्। सबै उत्तर फर्केको घडेरी हुनेछ। यहाँ चाहिँ हजुरहरूले एकमुष्ट 5 कट्ठा जग्गा लिएर आफूले 1 कट्ठा 2 कट्ठा आवश्यकता अनुसार पनि बेच्न सक्नुहुनेछ। देख्न सक्नुहुन्छ हजुरहरूले यहाँको वरिपरिको दृश्यहरू। अगाडि यो देखिएको घरहरू ठुलो 40 फुटको पिच बाटोले भेट्ने घरहरू हो। हजुरहरूलाई म अब ढिलो नगरी यो जग्गाको रेट भन्न लागिरहेको छु। यहाँ चाहिँ जग्गाहरू 15 लाख 20 लाख रुपियाँ कट्ठाले किनबेच भए तापनि यो जग्गा चाहिँ एकदम अर्जेन्ट भएको कारणले हजुरहरूले मात्र 13 लाख रुपियाँ कट्ठाले पाउन सक्नुहुनेछ। हस् त, धन्यवाद।